तिनीहरूले मैले क्लिन्छ मुखले भयो तिनीहरूको हुलिया देखेरै थाहा हुन्छ यसले खाइरहेछ भनेर तिनीहरूले मुखले चाहिँ म क्लिन्छ विकास म केही खाँदिनँ भनेर भन्छ तिनीहरूले मुखले भन्नै पर्दैन क्या म तलदेखि मासुमा हेरेर थाहा पाइन्छ यसले ड्रग खाएको छ कि छैन भनेर ती साथीहरूलाई पनि हो मेरो चाहिँ यो कुरा है एक दिन सकेसम्म चाँडोभन्दा चाँडो छोडिहाल्नु पछि अब घर न घाटको कोही हुँदैन कोही कोही त हुँदैन ड्रग पनि खान पैसा चाहिन्छ सधैँ खल्टीमा पैसा कहाँबाट हुन्छ चोर्न जान सक्दैन लुट्न जान सक्दैन पब्लिक धुलाई खान्छ भगवान्ले आएर ला त ड्रग खा भनेर पैसा दिने होइन परिवार क्यापेबल हुँदैन पैसा दिनलाई समयमै हात खुट्टा सही सलाम हुँदैमा छोड्यो होइन पछि एब्सेस भएर हात खुट्टा काट्नु पर्दा कसले हेर्छ एक्लो हुन्छ एक्लो भएको बुढी बच्चाले पनि छोडेर जान्छ परिवारले छोडेर जान्छ नमस्कार मेरो नाम विकास तामाङ म अहिले 47-48 भयो म चाहिँ अहिले यता फ्रेन्ड्स ग्रुप हाम्रो साथी सो भन्ने संस्थामा काम गर्छु त्यहाँ चाहिँ मैले लगभग 16-17 वर्ष भयो सर्भिस दिएको यो चाहिँ हाम्रो मण्डिकाटारमा अवस्थित मण्डिकाटारमा छ अरू म यता ऱ्याबतिर पनि सर्भिस दिन्छु होइन यता हाम्रो 5 खाल लाइफ भर्सेस एडिक्सन छ त्यहाँ पनि म सर्भिस दिन्छु त्यो बाहेक मेरो अरू पनि साथीभाइहरूको ऱ्याब छ होइन त्यहाँ पनि अब मलाई बोलाएको खण्डमा अब आफूले गर्न सक्ने हेल्पहरू सहयोग सेवा दिन्छु अब यस्तो हो अब अहिले अब तपाईको चाहिँ समयमा अब लागु पदार्थ खाने मान्छेलाई कसैले पनि राम्रो भन्दैन हैन र हामीले चाहिँ अब विगत अब मलाई एक्ज्याक्ट यति वर्षदेखि हाम्रो साथी समूहले काम गरेको भन्ने मलाई मिति चाहिँ याद भएन यो दाइहरुलाई थाहा होला हामीले चाहिँ यो स्टिल अहिले पनि यो जुन यो सुईबाट ड्रग्स खाने केटाहरुलाई चाहिँ हामीले चाहिँ उनीहरुलाई चाहिँ एचआईभी हेपाटाइटिस कुनै पनि रगतजन्य इन्फेक्सन नहोस् भनेर हामीले चाहिँ उनीहरुलाई चाहिँ सफा सिरिन्जहरु चाहिँ उनीहरुलाई चाहिँ हामीले चाहिँ वितरण गरिरहेछौं र उनीहरुले प्रयोग गरिसकेको सिरिन्ज जुन त्यो सुईका एम्पुल बोतलहरु चाहिँ हामीले चाहिँ आफैले कलेक्ट गरेर हाम्रो अफिसमा राखेर हाम्रो अफिसबाट चाहिँ ह्युमन को मान्छेहरुले चाहिँ लिएर चाहिँ टिकुमा लगेर डिस्ट्रोय गर्छ हैन तर हामीले यो गरेको कामलाई चाहिँ समाज सोसाइटीको मान्छेहरुले चाहिँ राम्रो चाहिँ भन्दैन किनभने अब झन्नखा भन्नुपर्ने ठाउँमा चाहिँ अब तपाईहरुले चाहिँ सिरिन्जहरु दिँदो रहेछ हैन यो त एकदमै नराम्रो काम हो भनेर हामीलाई चाहिँ अझसम्म पनि तपाईको सोसाइटीको मान्छेहरुले चाहिँ अझै पनि हामीलाई चाहिँ नराम्रो नै भन्छ राम्रो काम भनेर चाहिँ भन्दैन अब हेर्नुस् अब तपाईको चाहिँ अब एउटा चाहिँ अब अहिले इन्जेक्टिङ ड्रग युजरहरुमा आज भन्दा कति वर्ष अगाडिको तपाईको चाहिँ रिपोर्ट हेर्यो भने चाहिँ धेरै मात्रामा चाहिँ एचआईभी हेपाटाइटिसहरु धेरै नै इन्जेक्टिङ ड्रग्सहरुमा देखा परेको थियो भने आजको डेट हेर्यो भने तपाईको त्यस्तो खासै छैन क्या अब मलाई यति छ भनेर मलाई चाहिँ अब त्यो उनै डाटा नै हेर्नुपर्छ हैन मलाई आज खासै दिमागमा आएन तर अहिले धेरै नै कम छ क्या नभए तपाईको चाहिँ पहिला चाहिँ अब तपाईको चाहिँ अब एउटै सिरिन्ज चाहिँ अब तपाईको 4 जनाले 5 जनाले हैन अब हाम्रो पालमा पनि अब तपाईको चाहिँ अब यो खासै यो डीआईसीहरु थिएन त्यतिखेर डीआईसी भनेको एउटा लाल्च थियो हैन त्यही लाल्चबाट चाहिँ हामीले सिरिन्ज ल्याएर चाहिँ अब हान्नु पर्थ्यो अब कुनै बेला अब सिरिन्जै हुँदैन थियो त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ एउटै सिरिन्ज चाहिँ 2-3 जनाले चाहिँ हामीले चाहिँ शेयर गरेर इन्जेक्ट गर्थ्यौं क्या जसले गर्दाखेरि चाहिँ एचआईभी हेपाटाइटिसहरु चाहिँ हामीलाई सरले चाहिँ धेरै नै रिस्क हुन्थ्यो भने आजको दिनमा त्यस्तो छैन अब कुनै पनि ड्रग युजरहरुले चाहिँ हामीलाई फोन गरेर चाहिँ ल दाइ मसँग सिरिन्ज छैन म यहाँ छु फलान ठाउँमा छु भन्यो भने चाहिँ हामी चाहिँ अन द स्पट पुगेर सिरिन्जहरु दिने गर्छौं र उसले युज गरेको सिरिन्जहरु चाहिँ कलेक्ट गरेर हाम्रो आउटेज दाजुभाइहरु हुनुहुन्छ के उहाँहरुले चाहिँ कलेक्ट गरेर अफिसमा ल्याएर चाहिँ हामीले चाहिँ अफिसबाट चाहिँ हाम्रो चाहिँ ह्युमन को कर्मचारीहरुले लिएर जान्छ के गाडीमा हालेर अब लागु पदार्थमा कसरी फस्यौं भने अब सुरुमा त अब हिरो बन्नको लागि अब अलिकति एक्स्ट्रा बन्नको लागि अब सुरुमा अब सुरु गरायौं हैन त्यसपछि अब शरीरले माग्न थाल्यो दिमागले माग्न थाल्यो हैन त्यसपछि अब नभई नहुने भयो अब खानै पर्छ शरीरले माग्छ नर्मल मान्छे हुन सक्दैन जबसम्म ड्रग शरीरमा छिर्दैन
तपाईँसँग म अब नर्मल जस्तो मान्छे नै नहुने कि अब आफैलाई गाह्रो हुने अब डाइरिया भए जस्तो आँची भए जस्तो ज्वरो आए जस्तो अब एकदमै गाह्रो हुन्थ्यो त्यो नर्मल हुनुको लागि नै अब ड्रग खानुपर्ने भयो क्या शरीरले नै माग्थ्यो क्या ड्रग एउटा आरूले अब अरू आरूलाई पनि अब होइन आफू जस्तै बनाउँछ भने जस्तै अब हाम्रो टोलमा पनि अब त्यस्तै हो मैले गर्दा पनि अब सिक्यो होला 2-4 जना साथीभाइहरूलाई मैले पनि आफू जस्तै बनाएँ होला होइन त्यो एकदम सही कुरा भन्नुभएको थियो सँग यसलाई खान दियो भने आफूलाई नै खाने पार्टनर हुन्छ पैसा अलिकति म्यानेज हुन्छ भन्ने लोभ त्यही त हो नि ड्रग युजर भएपछि अब आफ्नो साथी सर्कलहरू पनि आफू जस्तै होस् भन्ने चाहिँ अब हुन्छ अब कोही त अब पहिल्यै युजर भइसक्यो हुन्छ होइन अब उनीहरूलाई के बनाउने अब आफूभन्दा अब जुनियर अब त्यस्तोहरू छ भने पनि अब नखा त अब भन्ने हो अब बिस्तारै बिस्तारै ऊ पनि आफू जस्तै भइदिन्छ अब के आफूले सिका भन्ने कि के भन्ने हजुर हजुर यो कुरा चाहिँ म एकदम मान्छु एक्सेप्ट गर्छु यो कुरा किनकि मेरो पनि परिवारमा दाजुभाइहरू छ होइन अब दाजुभाइको कुरा चाहिँ नगरौँ तर जुन तपाईँले भन्नुभएको कुरा त्यो चाहिँ एकदम सही कुरा भन्नुभयो एउटा फ्यामिलीमा दाइ अथवा भाइ अथवा कुनै ड्रग युजर भयो भने अर्को पनि दाजुभाइहरू चाहिँ ड्रग युजर हुन्छ यो कुरा चाहिँ सत्य हो 100मा तपाईँको चाहिँ अब त्यस्तो नहोला होइन तर प्रायः चाहिँ हुन्छ क्या दाजुभाइ 3-4 जना छ भने एकजना ड्रग एडिक्ट भयो भने कि भाइ कि दाइ चाहिँ हुन्छ सबै चाहिँ हुँदैन तर प्रायः चाहिँ हुन्छ क्या यो मैले पनि भोग्या देखेको कुरा हो अब के कुराले अब देखा सिकी जस्तो पनि लाग्छ मलाई होइन अब दाइले खाइरहेछ अब आफू पनि खाइदिउँ भन्ने अब हो कि अब दाइले खाइरहेछ म पनि खाइदिन्छु भन्ने त्यो अब रिसले हो कि होइन अब त्यो चाहिँ मलाई पनि थाहा छैन तर एउटै फ्यामिलीमा 3-4 जना दाजुभाइ छ एउटा त्यो फ्यामिलीमा एकजना ड्रग युजर भयो भने दाजुभाइमा चाहिँ अर्को पनि ड्रग युजर चाहिँ हुन्छ क्या त्यही भएर अब दाजुभाइको कुरा चाहिँ नगरौँ होइन अब मेरो पनि दाजुभाइहरू छन् होइन अब उनीहरूको विषयमा चाहिँ म नगरौँ तर त्यस्तो कुरा चाहिँ हुन्छ क्या अब घरमा अब बाउ आमा होइन दिदी बहिनी दाजुभाइ होइन अब ड्रग खाएपछि त अब त्यो ड्रग युजरलाई त अब बालै हुँदैन कसैको पनि होइन उसलाई न समाज न सोसाइटी बाउ आमा उसलाई मतलबै छैन आफूले ट्रिट लिन पाए आफूलाई खान पाए भयो तर उसले गर्दाखेरि फ्यामिलीमा अब सबै अनम्यानेज हुन्छ क्या यो कुरा कसले बुझ्ने अब ड्रग युजरलाई मतलबै छैन अब अरू घरको सदस्यहरूले अब त्यो कुरा अब आफूमा सेयर गर्ला होइन तर त्यो ड्रग युजरलाई चाहिँ मतलबै हुँदैन ऊ चाहिँ अब सेल्फिस टाइपकै हुन्छ एनी हाउ ड्रग खाऊ कसरी हुन्छ अब आजको डोज पुरा गरौँ होइन ट्रिपमा बसौँ भन्ने हुन्छ तर घरको सब होल फ्यामिली अनम्यानेज चाहिँ हुन्छ क्या यो कुरा चाहिँ मैले पनि फिल गरेको छु सोसाइटीले अब तपाईँको चाहिँ अब अगाडि पो भन्दैन त पछाडि त चोर खाते होइन कामसाम गर्नु छैन खायो हिँड्यो ब्ला गर्यो बिगटक दियो भनेर भनिहाल्छ नि अगाडि पो भन्दैन त अब त्यही टोलको अब आन्टीहरूले आमाहरूले आमाको साथीहरूले फलानाको छोरा जस्तो बिग्रेर हिँड्नलाई भनेर आफ्नो छोराले इक्जाम्पल दिन्छ अब उसको छोरा अब अलिकति राम्रो भयो राम्रै हो अलिकति बिग्रियो भने अब हाम्रै नाम दिएर त फलाना जस्तो हुनलाले भन्छ के भन्ने अब यो कुराहरू अब फिल हुन्छ अब के भन्ने अब ड्रग खानामा डिपली जानको लागि अब यसमा पनि तपाईँको अब त्यो केटाले अब जसलाई चाहिँ अब होच्याइरहेछ अपहेलित गरिरहेछ अपमान गरिरहेछ अब उसले चाहिँ होइन म गरेर देखाउँछु यो सबै यो जसले मलाई यस्तो कुराहरू भनेको छ म उनीहरूलाई चाहिँ गरेर देखाउँछु म खाना छोडेर म क्लिन भएर देखाउँछु भने राम्रै कुरा हो मलाई सारा संसारले यस्तो भनेर अब त्यो डिप्रेसनमा गएर झन् अब खानु त मूर्खता जस्तो लाग्छ मलाई चाहिँ तर ड्रग एडिक्टलाई चाहिँ त्यस्तो समाजमा त्यस्तो भन्ने मान्छेहरू धेरै हुन्छ नि क्या समाज सोसाइटीको मान्छे पुलिस होइन सबै तपाईँको अब राम्रो मान्छे कसले पनि भन्दैन क्या एउटा युजरलाई चाहिँ घरकै मान्छेले भन्दैन अब झन् टोल छिमेकीको मान्छेले के भन्छ आउँछ नि उसले अब बवाल गरिदिन्छ होइन अब ट्रिपमा छ भने बवाल गरिदिन्छ अब सिकमा पैसा दिनु भने झन् बवाल गरिदिन्छ ह्यान्डल गर्ने गाह्रो छ क्या अरूभन्दा अब ट्रिपमा अब त के गर्यो थाहा हुन्न अब सिकमा चाहिँ अब फ्यामिली अब पैसावाला फ्यामिली भयो त अब डजन्ट म्याटर पैसा स्वाट फालिदियो पैसा नभएको फ्यामिली भयो भने अब बाहिर अब कसरी हुन्छ अब सामान त खानु पऱ्यो डोज पुऱ्याउनु पऱ्यो ट्रिपमा त बस्नु पऱ्यो
अनि त्यही सानोतिनो क्राइमहरू अब के गर्न सकिन्छ समय स्थिति हेरेर आफ्नो डज पुर्याउनुको लागि अब गरिन्छ। खै अब त्यो त अब यादै भएन मलाई अब त्यस्तो के काम गरेर मैले होइन आजको दिनसम्म मलाई चाहिँ अब त्यस्तै भएको थियो एकचोटि चाहिँ अब सामान छ अब ड्रग पनि छ सिरिन्ज पनि छ तर मेरो चाहिँ अब हान्ने भेन्सहरू हुन्छ नि नसा त्यो नै थिएन क्या। त्यतिखेर चाहिँ मलाई अब चाहिँ खाना छोड्नु पर्ला अब चाहिँ भन्ने कुरा चाहिँ मलाई भएको थियो। तर अब ड्रग एडिक्ट हो अब कहीँ न कहीँ अब कोही न कोही भेटिहाल्छ हानिदिइहाल्छ होइन आफूले नसके पनि अब त्यस्तो खासै मलाई चाहिँ अब त्यस्तो दिन चाहिँ मलाई खासै याद छैन। सुसाइड गरेर बितेको चाहिँ होइन अब कोही चाहिँ अब तपाईँको ओभर खाएर होइन ओभरडोज भएर मरेको साथीहरू छन् धेरै। कोही चाहिँ पागल जस्तो पनि भएर बसेका छन् अझै अहिले पनि 1-2 जना साथीभाइहरू मलाई पनि चिन्दैनन्। अब आफूले भन्यो भने चिना जस्तो गर्छ तर पहिला जस्तो त्यो जुन त्यो अब त्यस्तो रियाक्ट चाहिँ हुँदैन। खै विकास तिमी होइन भन्छ सक्यो। पुरानो साथीभाइहरू छन् 1-2 जना त्यस्तो अझै पनि 2-4 जना चाहिँ अब तपाईँको चाहिँ अब ड्रगै खाएर मऱ्यो होइन त्यस्तो अब आफूसँगै अब स्टार्टिङ गरेको साथीहरू पनि थियो जुन चाहिँ अब खाँदै मऱ्यो क्या। चाँडै मरे जस्तो लाग्छ है अब आफूलाई अब आफू बाँचिरहेछ अब उनीहरू मरेर कहाँ पुगिसक्यो अब खाएरै मर्यो हो क्या उनीहरू चाहिँ। उनीहरू अब मरिसकेको साथीहरूलाई सम्झेर चाहिँ अब सायद बाँचेको भए आजको दिन बाँचेको भए सायद तिनीहरूलाई चाहिँ मैले क्लिन हुनमा चाहिँ धेरै नै साथ सपोर्ट गर्थेँ म उनीहरूलाई सुधार्थेँ भन्ने कुरा चाहिँ मनमा आउँछ। अब आफू त क्लिन भयो यिनीहरूलाई पनि क्लिन बनाउँछु भन्ने चाहिँ एउटा मनमा चाहिँ आउँथ्यो र उनीहरूलाई चाहिँ म क्लिन बनाउँथेँ। यो कुरा चाहिँ एकदम सत्य हो। एकदमै नजिकको साथीहरू चाहिँ खाएर बितेका छन् सँगसँगै क्या बिहानदेखि बेलुकासम्म सँगसँगै हुने साथीहरू छैन किनकि उनीहरूको फ्यामिलीले अब आजसम्म अब हामीले गर्दाखेरि नै अब यिनीहरूले गर्दा नै खाएको यताउति भनेर भन्छ अब हामीले गर्दा बिग्रिया भन्छ। उनीहरूसँग त्यस्तो अब राम्रो अब किप एन्ड टच छैन। कुनैले चाहिँ अब होइन मेरो छोरा चाहिँ मेरो दाइ चाहिँ अब खाएरै मरेको हो यसमा तिम्रो केही दोष छैन भन्नेहरू चाहिँ अलिक कमै छन्। तिमीहरूले गर्दाखेरि तिमीहरूकै समाजमा लागेर मर्यो भनेर भन्छन्। अब हामीले त मारेको होइन अब हामी पनि अब खाँदै मर्छु नि भनेर हिँडे हो। अब भगवान्को कृपाले अब कहाँबाट कसरी अहिलेसम्म बाँचिरहेछौँ होइन खाइरहे भए हामी पनि मर्थ्यो। अब उनीहरू चाहिँ अब त्यसमै टु बी कन्टिन्यू भयो। कोही चाहिँ म पनि खाइरहेको थिएँ उनीहरू पनि खाइरहेको थियो खाँदा नै मर्या हो क्या कोही चाहिँ फेरि म क्लिन भएर उनीहरू मर्या होइन क्या म पनि खाइ नै रहेको थिएँ ऊ पनि खाइ नै रहेको थियो त्यसरी ऊ भयो क्या बितेको हो क्या साथीहरू। म चाहिँ अब कसरी बाँच्यो होइन त्यो चाहिँ अब भगवान्ले नै अब बचाएको हो कि होइन। साथी बितेपछि पनि म खाइ नै रहेको थिएँ होइन अनि पछि आएर अब फ्यामिली कनेक्ट भयो होइन मेरो पनि अब फ्यामिली भयो त्यसपछि अलिकति बाँच्ने इच्छा पनि आयो होइन। अब त बाँच्नुपर्छ परिवारको लागि मेरो छोरी छ होइन छोरीको लागि बाँच्नुपर्छ भन्ने मनमा आयो। अब अहिले चाहिँ अब साह्रै डर लाग्छ मर्न भनेपछि मलाई होइन छोरीको मायाले अलि जिन्दगीप्रति चाहिँ अलि लोभ लागेको छ। मर्न त एक दिन मर्छ होइन तर सकेसम्म नमरौँ भन्ने फिल हुन्छ क्या। अनि फेरि यो हामीहरू यो ड्रग एडिक्टहरूको बच्चाहरू चाहिँ अलिकति एबनर्मल टाइपको के अरे यो अटिजम टाइपको हुन्छ भनेर सुनेको थियो क्या। अनि त्यही भएर बच्चा जन्माउनु पनि डर लाग्यो तर भगवान्को कृपाले राम्रै बचाइदियो। एउटा बच्चा छ राम्रै दिएछ। छोरीकै माया लाग्छ के अरे जिन्दगी त अब धेरै नै अब रिल्याक्स गरिसक्यो होइन खासै बाँच्ने यो भनौँ न अब अहिलेको जुन यो प्रब्लमहरू यता
जुन यो टेन्सन छ नि होइन अब कति अब लाइफमा प्रब्लमहरू छ नि खासै बाँच्ने इच्छा चाहिँ खासै लाग्दैन तर छोरी देखेपछि चाहिँ अलिक बाँच्ने इच्छा मनमा बाँच्नुपर्छ भन्ने चाहिँ आउँछ खै अब म अब खासमा म बिहे गर्छु फ्यामिली बनाउँछु भनेर म हिँडेको मान्छे पनि होइन म चाहिँ अब एक बारको लाइफ हो आफ्नै तरिकाले बाँच्ने हो आफ्नै तरिकाले जिउने हो भनेर म चाहिँ अब ड्रगै खाएर मर्छु भनेर हिँडेको मान्छे फ्रेसमा मऱ्यो भने नर्कमा पुग्छ भन्ने टाइपको मान्छे हो म होइन कहाँबाट कसरी अब मेरो अब लाइफमा अब बिहे भयो होइन बच्चा जन्मेपछि चाहिँ मलाई अलिकति मनमा अर्कै अब के भयो बाँच्ने इच्छा एकदम आउँछ क्या अनि अब यो ड्रग्स भन्ने चिज होइन अब यत्रो अब तपाईँलाई साँप थाहा छ है साँप स्न्याक होइन साँपले टोक्न मात्रै बाँकी थियो होला क्या मैले नखाएको ड्रग कमै छन् क्या अब तपाईँको अब हेभी भन्दा हेभी हार्ड ड्रगहरू खाएँ मैले होइन अनि अब तपाईँको चाहिँ अब बेहोसी हुने गरी खाएँ होइन अब ब्राउन सुगर तपाईँको इन्जेक्ट गरेदेखि लिएर तान्नेदेखि लिएर होइन अब एम्पलै अब कति हान्यो होला हान्यो होला होइन अनि अब हिसाब किताबै छैन त्यस्तो अब ड्रग खाएर अब मर्नुपर्ने मान्छे अब मरेन होइन मिराकल अब यो ह्याप्पिनेस अनि त्यसपछि क्लिन पनि भइयो अनि अहिले अब तपाईँको अब मेरो छोरी छ होइन वाइफ छ मलाई चाहिँ अब उनीहरूको माया होइन परिवारको माया मेरो बहिनी मेरो दाजुभाइ होइन मेरो आफन्त नाता सबैले मलाई माया गर्छ कि अहिले आएर पहिला मेरो कुनै भ्यालु थिएन भने अब अहिले मलाई सानोभन्दा सानो भनौँ न अब मर्दा पर्दा पनि मलाई फोन गरेर बोलाउँछ होइन सबैले मलाई अलिकति माया गरे जस्तो रेस्पेक्ट गरे जस्तो लाग्छ अनि त्यस्तोहरू गर्दाखेरि खुसी पनि लाग्छ क्या ए भन्ने अनि त्यस्तो भएपछि चाहिँ बाँच्न मन लागिहाल्छ नि होइन मेरो पनि त्यस्तै थियो मलाई अब पुलिस चौकी भनेको मामघर जस्तै लाग्थ्यो होइन हप्तामा 7 दिन हुन्थ्यो मलाई 9 चोटि लान्थ्यो पुलिसहरूले टोलमा केही भयो कि ओइ विकासै भन्दै आउँथ्यो होइन दुई तिनजना पुलिसहरू चाहिँ मेरो दोस्ती यारी पनि राम्रै थियो होइन उनीहरूले चाहिँ मलाई त्यस्तो केही समात्न आयो भने पनि अगाडि नै मलाई चाहिँ अवेर गराइदिन्थ्यो अब टोलमा चाहिँ अब केही छिचिक्क सानो केही घटना हुने बित्तिकै चाहिँ भ्यान घरमै आउँथ्यो लिएर जान्थ्यो फेरि छोडिदिन्थ्यो फेरि केही भयो भने फेरि लिएर जान्थ्यो ठेगानै थिएन अब राम्रा पुलिसहरू पनि थिए होइन नराम्रो पुलिसहरू पनि थिए अब इमान्दार पुलिसहरू हामीलाई नराम्रो लाग्ने अब जसले हामीलाई हेल्प गर्छ हामीलाई चाहिँ ओइ विकासै तँलाई समात्न आउँदैछ जाइ त नबस भने पुलिस चाहिँ वा गुड त्यो पुलिस जस्तो लाग्थ्यो अब चौकीभित्र पनि हामीहरूलाई चाहिँ अब यताउति खाना दिने पुलिस चाहिँ वा यो दाइ दामी छ हाम्रो जीवन त्यही दिन्छ भन्ने लाग्थ्यो अब हामीलाई चाहिँ अब वा पिट्ने अब यसलाई चाहिँ केही दिँदै भित्र भन्ने त्यस्तो पुलिसहरू चाहिँ भिलियन टाइपको लाग्थ्यो तर पुलिससँग चाहिँ एकदमै मेरो चाहिँ अब राम्रो कनेक्सन भनेको के भनौँ लिङ्क थियो पुलिसहरूसँग चाहिँ अब अहिले त्यो पुलिसहरू चाहिँ अब कोही अब एक्सपायर भयो होला कोही रिटायर भयो होला कोहीलाई चाहिँ भेट्छु म अझै पनि त्यो भ्यान ड्राइभरहरू होइन त्यो हलदारहरू चाहिँ अझै पनि म भेट्छु उनीहरूलाई चाहिँ हामीलाई चाहिँ कुट्दैन थियो किनकि मर्छ यसले नरिका भनेर भन्थ्यो तर अरू चौकीमा आफ्नो चौकी बाहेक अरू चौकीमा चाहिँ भेट्यो भने चाहिँ हान्थ्यो तर आफ्नो वडाको चौकीमा चाहिँ पिट्दैन थियो हामीहरूलाई किनकि सबैसँग हाम्रो अब त्यहाँको भात पकाउने अब त्यहाँको अब इन्सपेक्टर सब इन्सपेक्टर अब सही हलदार सबै चिनेको हुन्थ्यो त्यही भएर हामीलाई पिट्दैन थियो त्यसमाथि अब जङ्कीलाई अब के पिट्ने अब चोरेको लुटेको भएको भए पो भक्कु पिटेर के अरे अब उकाल्नु पर्थ्यो तर मलाई हनुमान ढोकामा चाहिँ एक्चुअली चाहिँ नराम्रो पिटिया छ के अरे यो त्यस्तै घटना भएको थियो त्यतिखेर चाहिँ मलाई चाहिँ यो फिल्ममा हिरोलाई पिटाए जस्तो पिटाएको थियो पैतालामा हानेर चाहिँ उफारेको थियो त्यो चाहिँ म बिर्सन सक्दिनँ कहिले पनि त्यो चाहिँ अब आजभन्दा अब यति साल भनेर मलाई चाहिँ अब याद छैन त्यो चाहिँ एउटा यो चोरीको विषयलाई लिएर थियो होइन त्यो चाहिँ अब त्यतिखेरको त्यो निकोन क्यानोन त्यस्तो क्यामेराहरू चाहिँ
चोर्यो भनेर चाहिँ त्यतिखेर चाहिँ मलाई चाहिँ शङ्का गरेर लिएर गएको थियो होइन। जुन त्यो क्यामेरा मैले चोरेको चाहिँ थिएन, तर मलाई चाहिँ भन्छ कि भनेर हनुमान ढोकामा चाहिँ मलाई रामधुलाई चाहिँ हानेको थियो। पैतालामा लट्ठीले हानेर चाहिँ अब हानेको थियो। अनि पछि पिटिसकेपछि अनि 10 मिनट जति उफार्दो रहेछ, माइन्डमा चाहिँ ब्लड नजमोस् भनेर। त्यतिखेर चाहिँ मलाई नराम्रो पिटाएको थियो। पछि छोडिदियो, 4-5 दिनपछि केरकार गरेर छोडिदियो। त्यो चाहिँ मलाई एकदमै याद छ। अनुसन्धानको क्रममा रे त्यो पिटाइ खाएको मैले, शङ्का लागेर मलाई चाहिँ अनुसन्धान गर्ने क्रममा चाहिँ पिटाएँ अरे। निर्दोष साबित भयो। 4 दिनपछि छोडिदियो हामीलाई। के अरे हनुमान ढोका रिफर गरेको थियो, हनुमान ढोकाबाट फेरि आफ्नै वडा कार्यालय ल्याएर छोडिदियो। शङ्का लागेर के अरे लगेको थियो हामीलाई। त्यति बेला मिल्थ्यो। अब त्यतिखेर अब मामा पुलिस अब जे गरे पनि हुन्थ्यो। पुलिसको राज, नेपालको कानुन दैवले नजानु भनेर भन्थ्यो। त्यतिखेर चल्थ्यो। अब अहिले चाहिँ अहिले पो अब मिडिया छ, अब भनौँ न अब त्यस्तो गर्न पाइँदैन थियो। तर त्यो बेलामा चाहिँ थियो पुलिसको राज टाइपको। रिस उठ्यो नि, अब रिस उठ्यो के गर्ने, अब पुलिसलाई अब हातले कुरा भएन। अब त्यो जति कराए पनि अब डन्ठीहरूले अब हानिहाल्छ। अब भन्या हो। अब त्यसपछि उनीहरूलाई पनि विश्वास भयो यसले गरेको होइन रहेछ भनेर। सायद मैले गरेको भएको भए सायद मलाई अब केस चलाइन्थ्यो होला। मैले गरेको थिएन, त्यही भएर मलाई छोडिदियो निर्दोष साबित भएर। घरैमा आउने, अब भ्यानै लिएर आउने, अब सुतेर टाइममा पनि लिएर जाने, दिउँसो भात खाने टाइममा पनि लिएर जाने, जतिखेर नि केही भयो कि लिएर जाने। मलाई मनै पर्दैन त्यो पुलिस भनेको। अब के गर्ने, पुलिससँग दोस्ती पनि गर्नै पर्यो, काम पनि लाग्थ्यो। अब चौकीमा अब परेपछि भित्र यताउति सिकमा बस्नु पर्दा त त्यही पुलिसहरूलाई नै सर भनेर गुहार्नु पर्थ्यो। दोस्ती त गर्नै पर्यो। दुश्मनी चाहिँ गरेको थिएन मैले, तर प्रहरी प्रशासनले लास्टै दुःख दिन्थ्यो त्यो बेलामा। अहिले चाहिँ दिँदैन। त्यतिखेर चाहिँ भयो नि, हिँड्नै नसक्ने भएको थियो म। कसलाई भन्ने अब त्यहाँनिर अब केही अब भित्र चौकीभित्र छिरेपछि राइट्स भन्ने नै हुँदैन थियो। अब ह्युमन राइट्स अब कहाँबाट खोज्न जाने मैले। अब जब फिल्ममा कुनै हिरोहरूले त्यसरी पिटेको दियो भने चाहिँ मलाई पनि यसरी पिटाएको थियो भनेर मलाई चाहिँ त्यो टाइम याद आउँछ क्या। 4-5 जना डन्ठीहरूले हिरोलाई पिट्छ नि, के अरे झुन्डाएर नाङ्गै आइसमा राखेर त्यस्तो, मलाई नि यस्तरी पिटाएको थियो भनेर त्यो सिन याद आउँछ क्या मलाई। आइसमा सुताएर चाहिँ होइन, मलाई चाहिँ के अरे यस्तो ह्यान्ड लक गरेर खुट्टा लक गरेर हानेको थियो क्या मलाई चाहिँ। त्यो सिन याद आउँछ मलाई। पहिला अब कुनै भ्यालु नभएको मान्छे न आएको कति भइसक्यो, अब वास्ता पनि छैन, गएको जन्दा पनि वास्ता छैन। अब त्यस्तो मान्छेलाई अब आजको दिनमा कति राम्रो गर्दाखेरि ट्रिट गर्दाखेरि त मनमा बस्छ नि त। त्यही भएको हो। त्यतिखेर त अब मलाई अब आफ्नो वाइफले चाहिँ धेरै दुःख पाउने रहेछ होइन। त्यतिखेर चाहिँ अब यार के अरे बुढालाई बुढी हो, बुढालाई बुढी हो, बुढीलाई बुढा हो, यो बच्चा सच्चा हटाओ, यत्रो लफडा यार के अरे भनेर जस्तो लाग्थ्यो दुःख पाउँदाखेरि। तर जब बच्चा जन्मेर आएपछि चाहिँ एउटा खुसी मनमा एउटा ह्याप्पिनेस अब आयो। त्यो चाहिँ मेरो बच्चा हो भनेपछि चाहिँ झन् खुसी लाग्यो। त्यसको अब कुनै शब्द छैन होइन, कति खुसी लाग्यो भन्ने कुरा। अब त्यो क्षण चाहिँ म बिर्सन सक्दिनँ। बहिनी थियो, मेरो आफ्नो बहिनी चाहिँ होइन, मेरो वाइफको बहिनी थियो। उसले चाहिँ बोकेर आएको थियो के अरे त्यो अपरेसन थिएटरबाट, अनि मैले बोकेको थिएँ। त्यो सिन चाहिँ अब एकदमै बिर्सन नसक्ने भनौँ न सिनहरू हो तिनीहरू। एकदमै याद छ मलाई बच्चा जन्मेको फर्स्ट डे। आहा अब मेरो छोरी अब कस्तो अब सोच भन्ने, अब खुसी लागेको थियो मलाई एकदमै होइन। अब त्यो म अब भन्न सक्दिनँ, खुसी नै थिएँ म, एकदमै खुसी थिएँ त्यतिखेर। त्यो सिन त्यो क्षण सम्झिँदा भगवानको कृपाले मेरो छोरी सधैँ नै खुसी रहोस्। त्यो बच्चा पाउनुभन्दा अगाडि चाहिँ जुन त्यो अब के अरे हस्पिटलमा जुन त्यो अब उसलाई चाहिँ अब त्यो तपाईँको प्रेग्नेन्ट भइसकेपछि अब त्यो
अपरेसन गर्नुपर्ने होइन त्यस्तो सिनहरूमा चाहिँ एकदम गाह्रो हुँदाखेरि चाहिँ त्यतिका उसलाई गाह्रो भयो नि त मेरो वाइफलाई गाह्रो भयो अब यस्तो अब प्रेग्नेन्ट यस्तो हुँदो रहेछ अब हिँड्न डुल्न गाह्रो हुने रहेछ अब त्यस्तोहरू हस्पिटलमा पनि अब खुट्टा सुन्नेर आयो उसको होइन उसलाई चाहिँ डिभिडी भयो त्यो सिनहरूमा चाहिँ बच्चा किन चाहियो र एकअर्कालाई साथ सपोर्ट त हो नि भन्ने चाहिँ मलाई फिल मैले चाहिँ उसलाई यो कुरा चाहिँ उसलाई सेयर गरेँ क्या मैले तिमीलाई म सधैँ चाहिँ मलाई तिमीसँग किन चाहियो बच्चा भनेर भन्ने कुरा फेरि मेरो बच्चा तपाईँको चाहिँ यस्तो भएको थियो क्या मेरो लाइफमा बच्चा मेरो एक्चुअली मिसक्यारेज पनि भएको थियो क्या त्यतिखेर मेरो वाइफ हुँदाखेरि चाहिँ अब यस्तो अब बेकारमा अब किन अब तिमी जुन अब मान्छे आएकै छैन त्यसको लागि किन रुन्छौ होइन अब बच्चा चाहिँ हामीलाई चाहिँदैन भन्ने कुराहरू पनि भएको थियो क्या तर पछि मेरो वाइफ मानेन पछि नेक्स्ट टाइममा चाहिँ अनि कम्प्लिटली चाहिँ बच्चा चाहिँ बोर्न भएको हो क्या पहिला चाहिँ मिसक्यारेज भएको हो क्या 3 महिना कि 4 महिनाको क्या त्यतिखेरको त्यो दुःख पीडा देख्दाखेरि चाहिँ मलाई अलिकति अनि मैले त्यतिखेर भनेको थिएँ कि आफ्नो वाइफलाई अब किन चाहियो बच्चा अब तिमीलाई मसँग चाहिँ मलाई तिमी सधैँ छ भन्ने कुराहरू गरेको थिएँ क्या तर जब बच्चा 9 महिनापछि जब बच्चा जन्मेर आयो त्यसपछि चाहिँ अब आफ्नो खुसीको चाहिँ अब ठेगानै छैन होइन अब त्यसलाई म शब्दमा भन्न पनि सक्दिनँ म साह्रै नै खुसी थिएँ क्या त्यतिखेर चाहिँ आजसम्म नै खुसी नै छु अब साथीभाइको छोराहरू अब विदेश पुगेर पैसा कमाएर अब पठाउने भइसक्यो कसको छोराको बिहे हुन लागिसक्यो आफ्नो बच्चा भर्खर 10 वर्ष अब लागेर स्कुल पढिरहेछ 5 क्लास होइन त्यस्तो कुराहरू सुन्दा चाहिँ चाँडै बच्चा जन्माउनु पर्ने चाहिँ अब बिहे गर्ने टाइमै थिएन अब हन्टिङ सामान हन्टिङ जाने कि ट्रिपमा बस्ने कि अब केटी हेर्ने केटीले पनि हेर्दैन थियो होइन अब त्यस्तै भयो अनि पछि अब बिहे भयो अब उनीहरूले अब 17-18 वर्षमा बिहे गरे अब आफूले अब त्यो टाइममा अब आफू अब हिरो भएर अब हिँडिरहेको थियो होइन अनि त्यही भएर बिहे पनि हुन पाएन ढिला भयो ठिकै भयो अब त्यो एउटा उखान छ नि के अरे बिहे भन्ने कुरा आफूले चाहेर हुँदैन माथिबाटै जोडेर के कनेक्ट भएर हुनुपर्ने रहेछ भन्ने कुरा चाहिँ एकदम सही हो क्या अब कहाँबाट एउटा त्यस्तै फोनबाट मेरो उ भयो क्या त्यो के अरे बिहे भयो लभ पर्या हो लभै गर्छु भनेर गरे त होइन अब कताबाट के भयो आफूले चाहेर हुने चाहिँ होइन रहेछ बिहे भन्ने कुरा त्यतिखेर सुधिसकेका थिएँ बेलामा चाहिँ खान्थेँ म के अरे कसैलाई थाहा नपर्ने गरेर खान्थेँ तर थाहा पाउने रहेछ सबैले म्यानेज गरेर खान्छु भन्थे तर अनम्यानेजै भइरहेको हुन्थ्यो क्या कहिले पनि कुनै पनि ड्रग एडिक्टले ड्रग म्यानेज गरेर खानै सक्दैन क्या यसलाई म औषधि जस्तो खान्छु बिहान 1 डोज खान्छु अनि सुत्ने बेलामा खान्छु भनेर चाहिँ हुँदैन रहेछ त्यसरी मैले चाहिँ म्यानेज गरेर ड्रग खान्छु भनेर मैले लागेको थिएँ होइन तर म रङ रहेछु किनकि ड्रग भन्ने चिज म्यानेज गरेर हुँदैन क्या अनम्यानेज भइहाल्छ खान्थेँ तर त्यस्तो खाँदैन थिएँ ग्याप गरेर म्यानेज गरेर खान्थेँ त्यस्तो कहिले भयो भने तपाईँको चाहिँ अब सारा साथीभाइहरू सब क्लिन छ होइन अब उनीहरूले पनि अब टुच्च अब आफूलाई जिस्काइरहन्थ्यो भनिरहन्थ्यो अनि आफ्नो वेट पनि नभए जस्तो भयो मलाई होइन हुन त अब कसैले अब मलाई अब त खाइरहेछ त यहाँ नआइज त्यहाँ नआइज भन्ने कसैले पनि भन्दैन थियो तर त्यस्तै एउटा सिन भयो क्या मलाई चाहिँ मसँग पैसा अलिकति कम थियो आफूभन्दा सानो जुनियर भाइहरूले सामान बेच्थ्यो अनि उनीहरूले चाहिँ मलाई अलिकति रुड व्यवहार गर्थ्यो अनि त्यसले गर्दाखेरि चाहिँ मलाई आफ्नो शरीरले आफ्नो पैसाले खानु छ आफ्नो शरीरमा इन्जोय गर्नु छ होइन यस्तो के अरे दुनियाँ दिवाना भन्दा त बरु छोडेकै राम्रो भन्ने मलाई भयो क्या त्यसमाथि अब फ्यामिलीहरूमा पनि अलिकति अब ससुरापट्टि अब सासू ससुरा अब भनौँ न फ्यामिली अब अर्को पनि फ्यामिली मसँग कनेक्ट भइसक्यो उनीहरूको पनि अब अलिकति इज्जतमा हिँड्नु पर्यो उनीहरूले पनि मलाई बेलामा भन्थ्यो ज्वाइँ साहब यस्तो त भएन है अब चाहिँ सर्कल छोड्नु पर्यो भन्थ्यो म चाहिँ अब खाइदिउँ त अब आज खाएर के नै हुन्छ भोलि चाहिँ खान्न पर्सि खान्न एकचोटि अर्को महिनामा खान्छु त्यसरी म चाहिँ खान्थेँ क्या टाचुटुच अब कसैले अब के अरे विकास खाइदिने हो भन्यो भने खाइदिउँ त बरु भोलिबाट चाहिँ नखाउँला पर्सि नखाउँला 1-2 महिना ग्याप गरौँला आज खाइदिउँ त भने त्यसरी म जान्थेँ तर त्यसरी पनि हुँदैन रहेछ क्या ड्रग एडिक्ट
ड्रगबाट क्लिन हुनको लागि चाहिँ टोटली तपाईँको चाहिँ यो ट्याब्लेट गाँजा रक्सी जाँड छ्याङ ब्राउन सुगर आइस सबैबाट क्लिन एकदमै क्लिनै हुनुपर्ने छ अनि मात्रै टाढा ड्रगबाट फ्री आफ्नो लाइफमा ह्याप्पी हुन सक्ने रहेछ क्या त्यो बेला बेलामा खाने त्यस्तोहरू चाहिँ काम छैन फेरि यो कसैले नदेखिने गरेर खान्छु टाढा बसेर खान्छु कसले थाहा पाउँछ भन्ने त्यो चाहिँ एकदम रङ हो त्यो एकदमै रङ हो त्यो म चाहिँ त्यसरी खान्थेँ क्या थाहा नपाउने तरिकाले खान्थेँ तर मैले भने नि ड्रग एडिक्टलाई म्यानेज गरेर कहिले पनि उसले लान सक्दैन क्या आफ्नो अफिस जान्छु स्यालेरी आएपछि खान्छु त्यो हुँदैन अनम्यानेज भइहाल्छ एकदमै अनम्यानेज हुन्छ त्यो त एउटा कुरा भयो मलाई धेरै कुराहरू छ क्या अब त्यो कुरा पनि भयो प्लस यता अब फ्यामिली अब तपाईँको चाहिँ अब मेरो बच्चा पनि अब भर्खर सानो छ अब दुधे बच्चा अब यता फ्यामिलीहरूबाट पनि अब यता सासू ससुराहरूको फ्यामिलीबाट पनि मलाई चाहिँ अब यस्तो हुँदैन भन्ने कुराहरू आइसक्यो अफिसको दाइहरू पनि सबै चारैतिरबाट पनि अब आउँछ क्या भन्न खोजेको उनीहरूले मलाई चाहिँ अब नखानुहोस् भन्ने स्टाइल चाहिँ छुट्टै हो होइन तरिका छुट्टै हो तर भन्न त त्यही भने हो नि नखा भनेर होइन अनि एक दुईवटा घटना यस्तो पनि भयो कि अब त्यो मेरो चाहिँ अब वाइफसँग कनेक्टेड छ होइन अब मैले यहाँ बोल्दाखेरि अब उसलाई अलिकति टर्चर होला उसलाई अलिकति इम्बेरेस के भन्छ अब त्यो अप्ठ्यारो फिल होला होइन त्यही भएर म भन्दिनँ त्यस्तो घटनाहरू पनि छन् क्या अनि त्यसले गर्दाखेरि पनि मैले चाहिँ ल ड्रग चाहिँ क्लोज भन्नु भनेर त्यसपछि लाग्यो आज अब थुप्रो वर्ष भयो होइन अब यति वर्ष भनेर चाहिँ म भन्दिनँ जे होस् भगवान्को कृपाले नसा रहित छु क्या म त्यस्तो अब गाँजा ट्याप होइन सुई ब्राउन सुगर अब आइस अब ह्यासिस अब छ्याङ जाँड रक्सी त अब तिनीहरू भनेको त अब समाज सोसाइटीले दिइरहेको चिज हो होइन त्यस्तो खाने मान्छे अब आजको दिनमा चाहिँ अब एउटा चुरोट चाहिँ खान्छु है फेरि म चुरोट र रजगन्धा चाहिँ खान्छु होइन सायद त्यो पनि अब कुनै दिन छोड्छ होला अब त्यसले पनि एक न एक दिन हेल्थमा प्रब्लम आइहाल्छ होइन अब मुटु सुटुमा कता के अब हुन्छ त्यसपछि त्यो पनि छोड्छु होला छोड्ने अब कम चाहिँ गर्दैछु अब छोड्छु त्यो पनि सोवर टाइपको कपडाको प्यान्ट कपडाको सर्ट लाउने कोट सर्ट लाउने हेर्दा पनि अब यो मान्छे ड्रग एडिक्ट हो र भन्ने टाइपको होइन अब मलाई त अब एउटा मेरो पाटनको भाइले भनेको विकास दाइ तपाईँलाई त पुलिसको ड्रेस लगाइदियो भने तपाईँ त चोरे जस्तो देख्छ भने जस्तै होइन अब आफ्नो थोपडै यस्तो छ है अब के गर्नु त अब जे छ अब यही छ अब खै अब त्यो त अब म अब के भन्ने है अब यस्तै अब छु म अब है अब भन्नाले अब मलाई चाहिँ त्यो अब आफ्नो अब जे छ अब कोही चाहिँ अब देखाएको छु मैले पनि हाम्रै यो सङ्घ संस्थाको अब ऱ्यापको दाजुभाइहरू अब पुरा के अरे नेता जस्तो टाइपको होइन पुरा सोवर होइन अब मलाई चाहिँ त्यस्तो अब खै मलाई मन पर्दैन पनि होला सायद मलाई अब मलाई यस्तै मनपर्छ अब के भन्ने अब जे छ आफू नै यही अब हुलिया अब यही पहिलेदेखि यस्तै थिएँ म अहिले पनि यस्तै छु खाना चाहिँ म खाँदिनँ है फेरि ड्रग्स चाहिँ म त्यस्तो अब कुनै पनि अब नसाजन्य अब त्यो त्यस्तोहरू चाहिँ युज चाहिँ गर्दिनँ यदि कुरामा चाहिँ ढुक्क हुनुहोस् भन्छन् एक दुईजना साथीहरूले यस्तो लगाएन भन्छ मलाई हो जस्तो लाग्छ तर खै मलाई चाहिँ यस्तै ठिक लाग्छ छ दाइ हेर्दाखेरि कस्तो खान्छ जस्तो लाग्छ दाइ तपाईँ भन्ने मान्छे छ अझै पनि अब यस्तो हो क्या मान्छेको सोच बदल्न सक्दैन आफू बदलिने हो होइन अझै पनि मलाई अब खाने विकास अझै पनि खान्छ भन्ने मान्छेहरू पनि होला अनि अब उनीहरूले अब मैले उनीहरूको सोच बदल्न सक्दिनँ होइन म आफू बदल्ने हो भन्नेले त जे नि भन्छ भन्नेले जे नि भन्छ भन्नेहरूको भन्ने काम हो सुरुमा हेर्दाखेरि यस्तो रहेछ भाइ तपाईँ मान्छे अब अस्ति पुलिस चौकीमा जाँदाखेरि मान्छे छुटाउनु गएको पुलिसले मलाई अब यो भाइलाई मैले कहाँ देखाएँ भनेर मसँग त कस्तो ठाडा बोलेर अनि मैले केही नै भनेन हो सर अब त्यहाँको त्यो मान्छेले मलाई कहाँ कोटेश्वरतिर कि कताको भनेर भन्दै थियो त्यो 2 स्टार क्या अनि मैले होइन म त्यहाँ बस्दिनँ भनेर मैले केही पनि भनिनँ किनकि त्यो मेरो हुलै त्यस्तो थियो नि त त्यही भएर उसले त्यस्तो भने हो अब आजभन्दा मलाई चिन्ने पुलिस त अब आजभन्दा 20-25 वर्ष अगाडिको पुलिसले चिन्नु पर्यो तिनीहरू सबै रिटायर भइसक्यो अलिकति भिज्नुपर्छ मलाई बुझ्नुपर्छ तर सबैलाई थाहा छ म यस्तो हो भनेर
नाइ म पहिला मेरो टोल त यता मालीगाउँ टङ्गाल हो, अहिले बस्नु त म बानेश्वर हो होइन। बानेश्वरको मान्छेहरूलाई यो मान्छे पहिला कस्तो थियो भनेर थाहै छैन। पुरानो म जस्तै जङ्की दाजुभाइहरूलाई चाहिँ थाहा छ होइन, बानेश्वरकै होइन, विकास पहिला यस्तो थियो भनेर। तर यहाँको स्थानीय मान्छेहरूलाई चाहिँ थाहा छैन क्या। म फेरि त्यसमाथि म अरू मान्छेहरूसँग खासै म चाँडै घुलमिल हुँदिनँ, तर घुलमिल भएपछि चाहिँ फेरि राम्रोसँग घुलमिल हुन्छु। अनि यता चाहिँ मलाई चिन्दैन क्या यो मान्छे पहिला कस्तो थियो भनेर। ऱ्याबमा काम गर्छ भनेर चाहिँ थाहा छ, तर यो मान्छे ट्यापे यो सुई हान्ने भनेर चाहिँ थाहा छैन क्या, जङ्की हो भनेर चाहिँ थाहा छैन। अब मलाई पहिला त्यहाँ खासै मान्छेहरूले मन पराउँदैन थियो क्या। अब अहिले पनि बोल्छ होइन, करले बोले जस्तो लाग्छ होइन, म पनि करले बोले जस्तो हाई हेर भनिदिन्छु। तर जो मान्छे मसँग बुझ्ने अब मसँग क्लोज छ उनीहरूसँग चाहिँ फेरि म एकदम क्लोज भएर बस्छु। मलाई मेरो छन् त्यो क्लोज साथीहरू पनि। त्यो मलाई पहिलादेखि मन नपर्ने मान्छेहरू चाहिँ मलाई आज पनि मन पर्दैन क्या। मलाई पहिला पनि तिनीहरूले अब गरेको व्यवहार, तिनीहरूले गरेको त्यो मन पर्दैन, आज पनि मन पर्दैन। म तिनीहरूलाई बालै दिन्न, बोल्न चाहिँ बोल्न आउँछ। के थाहा अहिले खान्छ कि भनेर भन्छ कि के थाहा, किनकि तिनीहरूसँग इन्टरेक्ट गर्दैन नि त। के छ दाइ, ठिक छ, अब सक्यो नि त। तिनीहरूले कुरा गर्छ अरे अहिले पनि खान्छ होला यसले यहाँ त्यहाँ भन्छ। अब भन्नेले अब जे नै भन्छ। अब त्यो पसल, आफूले गइराख्ने पसल, मन्दिर, चोक लाग्छ जहाँ चाहिँ हामी बसेर गाजा खाने होइन, गिटार बजाउने, केटी आउने जिब्रो पड्काउने होइन, त्यो टोलहरू माया लाग्छ होइन। हामीले चाहिँ अब त्यो म अब खाएर अब त्यो टोलमा धेरै बस्यो होइन। त्यसपछि अब हामी सरेर गइसकेपछि अब म ऱ्याबतिरै सङ्घ संस्थातिर आबद्ध भएँ। त्यसपछि म यतै अब मेरो संस्थामा नै म बस्थेँ होइन। पछि म आफ्टर म्यारिज पछि चाहिँ म यता बानेश्वर आएको हो क्या। अनि यहाँ आएपछि नयाँ सोसाइटी, नयाँ मान्छे, नयाँ समुदाय। अब यही फिल्डमा सबैले मलाई चिन्छन् होइन। मलाई फेरि यो फिल्डमा काम गरेर मजा पनि लाग्छ होइन। अब आफूले जाने पनि छ कहाँ के गर्दा ठिक हुन्छ, कहाँ के गर्दाखेरि सही हुन्छ भनेर आफूलाई पनि धेरै यो आनन्द लाग्छ क्या मलाई यो फिल्ड। आफू जस्तै दाजुभाइहरूलाई सुधार्ने हो, आफू जस्तै नटेर्ने ट्यापीहरूलाई होइन गजेटहरू ल्याएर सुधार्ने हो, उनीहरूसँगै काम गर्ने हो। त्यही भएर मलाई एकदम बरु म अरू फिल्डमा चाहिँ बरु म सक्दिनँ होला होइन। तर यो फिल्ड चाहिँ मेरो लागि नै बनेको फिल्ड हो, यसको लागि चाहिँ म पर्फेक्ट छ भन्ने चाहिँ मलाई चाहिँ लाग्छ आफूलाई। त्यस्तो छ भाइहरू छ, तर तिनीहरूले विकास दाइ तपाईँले गर्दा सुध्रेको चाहिँ भन्दैन। दाइको पनि अलिकति हात छ सुधार्नमा होइन, जस दाइ ठिक लाग्छ भनेर भन्छ। तर विकास दाइ तपाईँले गर्दा नै म सुध्रेको हो है भनेर चाहिँ भन्दैन। अब फेरि यस्तो हो, अब सुध्रिन त तेरो लागि हो नि त कान्छा। तैँले त सुध्रेर पैसा कमाएर तैँले मलाई दिने होइन, तैँले आफ्नै फ्यामिलीलाई दिने हो, तैँले आफूलाई गर्ने हो। सुध्री चाहिँ भनेको छु है धेरैजनालाई, आफ्नो लागि सुध्री भनेर चाहिँ भनेको छु। त्यस्तो छ, धेरै भाइहरू छन् होइन, सुध्रेको भाइहरू पनि धेरै छन्। विदेश गएको जुन चाहिँ अब अहिले चाहिँ विदेशमा पनि छन् होइन, अब राम्रै गरिरहेछन्। तर विकास दाइले गर्दा सुध्रेको भनेर चाहिँ भनेको छैन। सुध्रिन्छु भन्दा भन्दै डेथ भएकोहरू उनीहरूलाई सुधार के अरे गर्ने प्रोसेसमा पनि लागेका हौँ। तर अब कहाँ के भएन, अब उनीहरू अझै पनि खाइरहेको थियो तर बिते। त्यस्तो भाइहरू धेरै छन्। अब म चाहिँ के भन्छु भने यो म जस्तै अब यो ड्रग जुन अहिले पनि खाइरहेका मेरो साथीभाइ होइन, दिदी बहिनी अब जुन छ उनीहरूलाई चाहिँ म के भन्छु भने टाइम हुँदै छोड्नुहोस्। हेर्नुहोस्, टाइम हुँदै छोड्नुहोस् होइन। एक दिन यस्तो टाइम आउँछ कि होइन कोही हुँदैन, एक्लो हेर्नुहोस् है, कोही हुँदैन। त्यति बेला अब रिग्रेट फिल गरेर के गर्ने, कोही त छैन। त्यस्तो टाइम आउँछ क्या। त्यही भएर यो ड्रग भन्ने चिज एकदमै लास्ट झुर सेल्फिस चिज हो। ट्रिप दामी हो, ट्रिप दामी हो, तर यसले एक दिन यस्तो नराम्रो के अरे तपाईँहरूलाई पुऱ्याउँछ होइन। त्यही भएर मेरो चाहिँ तपाईँहरूलाई चाहिँ रिक्वेस्ट छ, ड्रग चाहिँ छोड्नुहोस्। बरु के गर्नुपर्छ, बरु कसो गर्नुपर्छ, बरु तपाईँहरू आउनुहोस्, हामीलाई सहयोग माग्नुहोस्। हामीले त बरु तपाईँलाई सहयोग गर्छौँ, बाटो देखाउँछौँ कहाँ के गर्ने, कसरी चाहिँ अब लाग्ने भनेर होइन। तर तपाईँहरूले चाहिँ ड्रग चाहिँ छोड्नुहोस्, मेरो रिक्वेस्ट छ तपाईँहरूलाई।
यो चाहिँ मैले पहिला पनि मैले यो ब्रोडकास्टमा पनि भनेको थिएँ होइन। अब एउटै कुरा कति भन्ने होइन, तपाईँहरूलाई पनि अब जहिले पनि ड्रगकै बारे कुरा गरेर चाहिँ ड्रगकै बारे कुरा चाहिँ ड्रग छोड भनेको छ, आफूले चाहिँ खानु खायो इन्जोय गर्यो अनि अहिले आएर हामीलाई चाहिँ छोड भनेको छ होइन। एउटा तपाईँको चाहिँ राइट टाइममा तपाईँहरूले छोड्यो भने तपाईँहरूले सबै पाउँछ, पछि गएर मेरो जस्तो ताल हुन्छ। अनि समय पनि गइसकेको हुन्छ, आफूले केही पैसा पनि कमाउन सकेको होइन, केही लाइफमा सक्सेस पनि मान्छेहरूले यतिखेर के सक्सेस गरिसकेको हुन्थ्यो, आफूले केही गर्न सकेको हुँदैन अनि अरूलाई हेरिदियो अनि हेत तेरेको मैले पनि त्यो यस्तो गर्नुपर्ने भनेर रिग्रेट हुनुभन्दा यो हेर्ला नि त ब्रोडकास्ट यो अहिले जुन हामीले बोलिरहेको होइन, त्यतिखेर अब तपाईँहरूलाई पनि फिल होला। त्यही भएर चाहिँ खाना छोडे चाहिँ एकदम राम्रो। मेरो अझै पनि साथीभाइहरू कति छ होइन, अब अगाडि चाहिँ होइन विकासमा क्लिन छु भन्छ होइन, तर अझै पनि खाइरहेको छ क्या। तिनीहरूले मैले क्लिन छु मुखले भयो, तिनीहरूको हुलिया देखेरै थाहा हुन्छ यसले खाइरहेछ भनेर। तिनीहरूले मुखले चाहिँ म क्लिन छु विकासमा केही खाँदिनँ भनेर भन्छ, तिनीहरूले मुखले भन्नै पर्दैन क्या। म तलदेखि मासुमा हेरेर थाहा पाइन्छ यसले ड्रग खाएको छ कि छैन भनेर। ती साथीहरूलाई पनि हो मेरो चाहिँ यो कुरा है, एक दिन सकेसम्म चाँडोभन्दा चाँडो छोडिहाल्नु, पछि अब घर न घाटको कोही हुँदैन, कोही त हुँदैन। ड्रग पनि खान पैसा चाहिन्छ, सधैँ खल्टीमा पैसा कहाँबाट हुन्छ। चोर्न जान सक्दैन, लुट्न जान सक्दैन, पब्लिक धुलाई खान्छ। भगवान्ले आएर ला त ड्रग खा भनेर पैसा दिने होइन, परिवार क्यापेबल हुँदैन पैसा दिनलाई। समयमै हात खुट्टा सही सलाम हुँदैमा छोड्यो होइन, पछि एब्सेस भएर हात खुट्टा काट्नु पर्दा कसले हेर्छ। एक्लो हुन्छ, एक्लो भएको बुढी बच्चाले पनि छोडेर जान्छ, परिवारले छोडेर जान्छ। त्यही भएर समयमै ड्रग छोड्नु, साथीभाइहरू आफूलाई माया गर्नु, स्वस्थ हुनु। उमेरले डाँडा पनि कति चाँडो गर्दो रहेछ, समय गएको थाहा पनि हुँदैन। ड्रग नखाएको भए म विदेश जान्थ्यो होला, नभए नेपालमा पनि केही यताउति खतरा काम गरेर एउटै फिल्डमा तपाईँको 20 वर्ष मेहनतका साथ लाग्यो भने तपाईँको केही ब्याङ्क ब्यालेन्स केही तपाईँको चाहिँ अब यही काठमाडौँ बाहिर 2-4 आनाको जग्गा किनेर त बसिसकेको हुन्थ्यो होला नि। अब यङ एज सबै ड्रग खाएर बित्यो अनि त्यसपछि एकैचोटि तपाईँको अब 30 कति क्लिन भयो। के गर्ने त, अब सेभिङ केही छैन, अब ड्रगमा बाहेक केहीमा नलेज छैन, पढाइ लेखा राम्रो छैन। अब हाम्रो पालामा अब त्यतिखेर अब एसएलसी हुन्थ्यो, एसएलसी पनि दिन सकेको छैन। जहाँ पनि अहिले खोज्ने भनेको एजुकेसन हो होइन। अनि यही ऱ्यापस्यापतिर लाग्यो, सङ्घ संस्थातिर लाग्यो। तलब भनेको फेरि सङ्घ संस्थातिर खासै तलब हुँदैन क्या, तपाईँको थोरै हुन्छ, त्यसले म्यानेज गर्नुपर्छ। अनि यसरी चल्छ जिन्दगी। एकदम एजुकेसन खोज्दो रहेछ। अब हामीलाई अब पढाइ गोली मारो भनेर हिँड्यो। अनि अब अहिले अब कस्तो खतरा बच्चाहरू कस्तो खतरा इङ्ग्लिस बोल्छ, आफू टुवा के भने गयो। यो ड्रगले गर्दाखेरि सबै चिज गयो। त्यही भएर त बारम्बार भन्छु से न टु ड्रग्स भनेर। अब त्यो ड्रगको बारेमा कति बोल्ने, पढाइरहेको छु। आफू नपढे पनि आफ्नो सन्तानलाई चाहिँ राम्ररी पढाऊ भन्ने छ मनमा, गरि पनि रहेको छु। अब त्यस्तो धेरै खुसी लागेको दुःख लागेको छ। अब कुनै बेला अब स्याड पनि हुन्छु होइन, कुनै बेला ह्याप्पी पनि हुन्छु। अब अहिलेको समयमा अब खुसी भनेको मलाई त पैसा जस्तो लाग्छ होइन। पैसा भए सबै चिज हुने रहेछ, नभए अब खुसी ह्याप्पिनेस नै पैसा जस्तो भइसक्यो होइन। तर पनि ठिकै छ, खुसी छु। पैसा नकमाए पनि लाइफमा आजको दिनसम्म अब जे छ जति छ स्ट्रगल गर्दै आइरहेको छु होइन। अब हेरौँ अब के हुन्छ, आगे जो देखा जाएगा। तर पैसै कमाउन नसक्यो भनेर दुःखी पनि भएको छैन होइन। खुसी पनि हुन्छु, मन दुःखी पनि हुन्छु, तर यो रिजन भन्ने चाहिँ अब छैन। अन्तिममा म के भन्न चाहन्छु भने अब यो चाहिँ अब हामी अब जुन आज टपिक बोल्यौँ यो ड्रग्सकै विषयमा अब हाम्रो कुराकानी भयो होइन।
अब तपाईँहरूलाई पनि अब मैले अब ड्रग्स नखा भन्दा यो विकासले कति ड्रग्स नखा ड्रग्सकै बारेमा बोलिरहन्छ भनेर भन्ला होइन। अब यो तपाईँहरूको ऊ हो, अब हामीले त एउटा वे देखाउने हो, बाटो देखाइदिनु हो होइन। लाग्नुहोस् नलाग्नुहोस् तपाईँहरूको इच्छा हो होइन। अब अन्तिममा भन्नुपर्दाखेरि म जस्तो कुनै जमानाको अब एकदम पत्तुर ड्रग एडिक्ट होइन, अब आजको दिनमा नसारहित क्लिन छु होइन भने तपाईँहरू पनि अवश्य क्लिन हुन सक्नुहुन्छ होइन। तपाईँहरू एकचोटि ट्राई गर्नुहोस्, प्रयत्न गर्नुहोस्, नभए तपाईँहरू मसँग कन्ट्याक्ट नम्बर लिएर मसँग कन्ट्याक्ट लिएर मसँग भेट्न पनि सक्नुहुन्छ होइन। अब तर अब फोन गर्ने मेसेज गर्ने भनेको त्यो ट्रिपमा बसेर त्यो ऱ्याक ट्रिपमा लगाएर मसँग कुरा चाहिँ नगर्नुहोस्। गर्ने भए फ्रेसमा आएर भेट्नुहोस् होइन, मैले गर्नुपर्ने म गर्छु होइन। त्यो ताइने तुईको हावादारी कुराहरू चाहिँ नगर्नुहोस् होइन, मसँग पनि टाइम हुँदैन। अब आज अब हाम्रो उहाँ बहिनीले मसँग चाहिँ अब यति राम्रो मिठो कुरा गरिदिनु भयो। तपाईँले पनि हेर्नुहुन्छ होला, तपाईँले आफ्नो अमूल्य समय निकालेर हाम्रो यो ब्रोडकास्ट हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अब फेरि बहिनीले बोलायो भने फेरि पनि म यहाँ आउँला 2-4 शब्द बोल्नलाई, त्यसको लागि धेरै धेरै धन्यवाद।